आजको दिन हामी उत्साहित छौं किनकि हामी उहाँको उपस्थितिमा छौं। हालेलुया। हामी परमेश्वरको उपस्थितिको घर भित्र छौं। हालेलुया। हालेलुया। हामी परमेश्वरलाई स्तुति दिइराखेका छौं। निरन्तर रूपमा परमेश्वरलाई महिमा दिने काम यहाँ भइराखेको छ। यसकारण प्रभुलाई धन्यवाद दिदछौं। आजको दिन यस सम्मेलनमा आउनुभएका सबैजनालाई यो सम्मेलनको पहिलो सेसनमा स्वागत छ। हालेलुया। हालेलुया। लगातार 3 दिनसम्म हामी यस ठाउँमा हुनेछौं र परमेश्वरको आवाजलाई सुन्ने प्रयास गर्नेछौं। तयार हुनुहुन्छ? धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछ। हजुर, तृप्त हुनेछ। भोकाएकोले प्रभुको घरमा खान पाउनेछ। आमेन। तिर्खाएकोले प्रभुको घरमा पिउन आफ्नो तिर्खालाई मेट्नेछ। पवित्र आत्मा परमेश्वर तयार हुनुहुन्छ तपाईको भोकलाई मेटाउनको निम्ति। परमेश्वर हाम्रो माझमा आइसक्नु भएको छ। यो 3 दिन उहाँले तपाईलाई यस ठाउँबाट तृप्त गराएर भरेर तपाईलाई प्रशस्त मात्रामा पोखिने गरी परमेश्वरले यहाँबाट पठाउनु हुनेछ। आमेन। त्यसको लागि तपाईको भोक अझै बढाउनुहोस्। आमेन। जवानहरू कतिजना हुनुहुन्छ? अघि उमेर हेर्दै हामी पछाडी वृद्ध आमा बुवालाई सम्मान गर्दै अलि पछाडी पठाएको मैले आवाज सुन्दै थिएँ। जवानहरूलाई अगाडि आउनको निम्ति आह्वान गरिएको थियो। अगाडि हुनुहुन्छ जवानहरू? वचन आउँदै गर्दा जवानहरू झुल्ने होइन। जवानहरूले एकदमै मोबाइल हेरेर बस्ने होइन। भनिएको छ मोबाइल स्विच अफ गर्नुहोस्। म अनुरोध गर्छु अगाडि बसेको सबैजना जवानहरू पुरै अगाडितिर केन्द्रित हुनुहोस् र के भन्न खोज्दैछ यो 3 दिन तपाईले सुन्नुपर्छ। हालेलुया। आज मात्र होइन, भोलि र पर्सिसम्म जवानहरू सबैजना 35 भन्दा तलको जवान भनेका छौँ हामीले अगाडि बस्ने। तपाई फेरि भोलि पछाडि बस्न पाउनुहुन्न। हालेलुया। प्रभुले मौका दिनुभएको छ अगाडि बस्ने। अब शान्त भएर बस्नुहोस्। आमेन। सकेसम्म जति शान्त हुनुहुन्छ त्यति मलाई बोल्न सजिलो हुनेछ। हामी लगातार 3 दिन तपाईहरुको बीचमा परमेश्वरको वचनबाट उत्साहित गर्ने प्रयास गर्नेछौँ। जति हामी उत्साहित हुन्छौँ त्यति तपाई त्यो भन्दा बढी उत्साहित भएको हामी चाहन्छौँ। हालेलुया। हाल्ने भाँडो भन्दा पनि थाप्ने भाँडोमा ठाउँ हुनुपर्छ। आमेन। थाप्ने भाँडोमा ठाउँ छैन भने के गर्ने? हामी त भरिएर 3 दिनको लागि तयार भएको छौँ। कति छ थाप्नलाई तपाईहरुसँग? खाली छ कि नै? हालेलुया। यो सुपुस्ताको सम्मेलन यहाँनिर यतातिर भनिएको छ बलियो र खुब साहसीपन। त्यहाँ खाली ठाउँ छ, त्यहाँ अझै वचन छ। तैले तिनीहरूलाई अगुवाई गर्नेछस् भनेर योशुको पुस्तक 1 अध्यायको 6 पदमा भनिएको छ। सुन्दै हुनुहुन्छ? म तपाईहरुलाई तयार गर्दैछु है। यतातिर भनिएको छ लेट्स सेट द जेनेरेसन। पुस्ता बचाऊ भनेको छ। म यहाँ हैन र? तपाईहरुले पहिला यो ब्यानरको अर्थ बुझ्नुपर्छ अनि बल्ल तपाईलाई संगतिमा बस्दै गर्दाखेरि मजा आउँछ। यहोशु नाम सुन्नेहरू कतिजना हुनुहुन्छ अहिलेसम्म बाइबलमा र प्रचार गर्दै गर्दाखेरि? यहोशुको नाम सुन्नेहरू यहोशु को हुन्? उनी यहोशु भनेर कहाँनिर उल्लेख गरिएको छ? बाइबलको कुन खण्डमा, कुन भागमा, कुन करारमा? पुरानो करारमा। यहाँनिर एउटा बुढो मान्छेको हात देख्न सक्नुहुन्छ। नसा भएको छ लगभग। यो हात हुन सक्छ
80 भन्दा माथिको हुन सक्छ यो हात यसो अन्दाज गर्दै गर्दा। अनि तलबाट अर्को हात एउटा कलिलो हात तलबाट दिएको छ अनि त्यो बुढो हातले कलिलो हातलाई समाएर माथितिर खिच्दैछ। यो 3 दिनको सम्मेलनको उद्देश्य यही हो। हालेलुया। यहाँनिर भनिएको छ यो हात पिलाएको हात उठाउँदै गरेको ठाउँमा पुस्तालाई बचाऊ भनिएको छ। एउटा परिपक्व मेच्योर अनुभवी उमेर खाएको दिन धेरै खाएको उसले अनुभव भएको व्यक्तिले एउटा भर्खरै बढ्दै गरेको कलिलो हातलाई समाउँदैछ। कलिलो हात उनीहरूले उठाउनुहोस् त। अन्डर 80 है। कलिला हातहरू भन्नुहोस्, यसरी कलिला हातहरू उठाउनुहोस् र भन्नुहोस्, प्रभु मेरो हात यहाँ छ। प्रभु मेरो हात यहाँ छ। प्रभु म हात दिन चाहन्छु। यस, हालेलुया। यहोशू पुस्ताको सम्मेलन भनेको मोसाको अगुवाईपनमा हुर्किएको एउटा चेल हो जसलाई हामीले यहोशू भनेर चिन्छौँ। अनि उसले आफ्ना कलिला हातहरू आफ्नो अनुभवी अगुवाहरूलाई दिएको छ। आजको दिन म तपाईलाई उत्साह दिन चाहन्छु। जतिजना आज तपाईँ यहाँ हुनुहुन्छ तपाईका कलिला हातहरूलाई परमेश्वरले समाउन चाहनुहुन्छ। तपाईका कलिला हातहरूलाई परमेश्वरले सही गन्तव्यमा डोर्याउन चाहनुहुन्छ। यदि तपाईले यो 3 दिनमा आफ्ना हात दिन तयार हुनुभयो भने परमेश्वर अनुभवले पूर्ण हुनुहुन्छ। उहाँ ज्ञानले, शक्तिले, सामर्थ्यले र अभिषेकले भरिनु भएका परमेश्वरले तपाईको हातलाई पक्रिनु हुनेछ र यो गन्तव्यमा पुर्याउनु हुनेछ। हालेलुया। उहाँले तपाईका हातहरू छोड्नु हुने छैन। यदि तपाईले यो 3 दिनमा आफ्ना हातहरू प्रभुलाई गजबसँग समाउने निर्णय गर्नुभयो भने उहाँले तपाईका हातहरू कहिल्यै छोड्नु हुने छैन। न तपाईँ लोट्नु हुनेछ, न तपाईँ चिप्लाउनु हुनेछ, न तपाईँ लड्नु हुनेछ। परमेश्वरले तपाईलाई हरेक अवस्थामा सम्हालेर डोर्याउनु हुनेछ। आमेन। जवानहरू तयार हुनुहोस्, बुबाआमाहरू तयार हुनुहोस्। हामी जतिजना यहाँ छौँ हामी सबैजना एउटा पुस्ता बचाउने अभियानमा लागेका छौँ। गएको वर्षको सम्मेलनमा छुटकारा तथा चङ्गाईको सम्मेलन हामीले गरेका थियौँ। पवित्र आत्माले यो वर्ष हामीलाई अगुवाई गर्नुभयो। यो पुस्ता बचाउने समय हो। यो समय एउटा पुस्ता बचाउने बेला हो। यो समय हाम्रा छोराछोरीलाई बचाउने समय हो। यो समय हाम्रा नानीहरूलाई प्रभुमा हुर्काउने समय हो। किनकि दिन र समय खराब छ। अहिलेको पुस्ता एकदमै बदलिएर एउटा फरक गन्तव्यतिर जाँदैछ। यो समयमा मण्डलीको जिम्मेवारी भनेको आफ्ना जवानहरू, आफ्ना छोराछोरीहरू, आउँदै गरेको पिढीलाई परमेश्वरको वचनमा हुर्काउनु हो। आउँदै गरेको पुस्तालाई परमेश्वरमा बनाउनु हो। परमेश्वरले यो दर्शन हामीलाई दिनुभयो र हामीले यहोशूको पुस्ताको सम्मेलन गर्नलाई हामी तयार भयौँ। पवित्र आत्माले यो सम्मेलनबाट यहाँ आउनुभएका एक जवानको जीवनलाई बदल्दै हुनुहुन्छ। एक जनाको जीवनको गन्तव्य परमेश्वरले निर्धारण गर्दै हुनुहुन्छ। एक जनाको बाटोलाई परमेश्वरले नयाँ तरिकाले मोड्दै हुनुहुन्छ। तपाईँ कुनै अवस्थाबाट आउनुभएको छ भने पनि तपाईँ चाहे जस्तो अवस्थाबाट आउनुभएको छ परमेश्वरले तपाईँलाई यो 3 दिन भित्रमा एउटा नयाँ गन्तव्य दिँदै हुनुहुन्छ। विश्वास गर्नेहरूले आमेन भन्नुहोस्। परमेश्वरका जनहरू हामीले अनुभव गर्यौं लामो समय
नयाँ जीवन मण्डलीको सेवकाई धेरै वर्ष भयो। हामी लगभग 30 वर्ष समथिङ यो संगति सुरुवात भएको छ। केही वर्ष हामीले लगातार सुसमाचार र मण्डली वृद्धिमा लाग्यौँ। लगातार रूपमा मण्डलीहरू धेरै बढे, धेरै ठाउँमा सुसमाचार भयो। सङ्कटकाल जस्तो अवस्थामा, डरलाग्दा दिनहरूमा यहाँनिर हाम्रा महान अगुवाहरू हाम्रो बिचमा हुनुहुन्छ। शक्तिशाली उदाहरणीय व्यक्तिहरू यहाँ हुनुहुन्छ, जसले आफ्नो घाँटीमा तरवार राख्दै गर्दा, जसले आफैलाई घाँटीमा पासो लगाउँदै गर्दाखेरि नि परमेश्वरको वचनको निम्ति उहाँहरू डराउनु भएन। उहाँहरू अनि त्यो किडन्यापमा हुँदै गर्दाखेरि पनि उहाँहरू डराउनु भएन। एउटा समय थियो त्यतिखेर सुसमाचारको ठुलो आवश्यकता थियो। नयाँ जीवन मण्डलीले त्यो सुसमाचारको काम गर्नलाई परमेश्वरले मद्दत गर्नुभयो। धेरै नयाँ ठाउँहरूमा परमेश्वरको सुसमाचार गयो। त्यसपछि मण्डली वृद्धितर्फ लाग्यौँ हामी। निरन्तर रूपमा शक्तिशाली रूपमा मण्डली बढ्यो। धेरै ठाउँहरूमा परमेश्वरको काम भयो। धेरै मण्डलीहरू वृद्धि भए। 100औंदेखि लिएर हजारौंको अवस्थामा मण्डलीहरू वृद्धि भए। हामीले मण्डली वृद्धिमा समय लगायौँ। एउटा यस्तो समय थियो, त्यसपछि हामीले जो जति पास्टर अगुवाहरू हुनुहुन्थ्यो उहाँहरूलाई तालिम दिने कुरा, किनकि धेरैजनाले विश्वास गर्नुभयो, तुरुन्तै सेवकाई गर्नुभयो। भोलि यहाँनिर केही गवाईहरू तपाईँले सुन्नुहुनेछ, कसरी विश्वास गर्दछैमा एउटा साना साना जवान केटाहरूले कसरी परमेश्वरको काम गरे, कसरी येशू ख्रीष्टमा विश्वास गर्दछन्, मण्डलीको सुरुवात गरेर अहिले परमेश्वरको काम कसरी गर्दै हुनुहुन्छ। एउटा समय थियो पास्टर अगुवालाई निर्माण गर्ने समय। परमेश्वरका जनहरू, अब अहिले एउटा समय आएको छ। अब मण्डलीले एउटा ध्यान केन्द्रित गर्नुपर्ने, हरेक बुवाहरूले ध्यान केन्द्रित गर्नुपर्ने, आमाहरूले ध्यान केन्द्रित गर्नुपर्ने, हरेक जनाले आफ्नो मनलाई अब घुमाउनु पर्ने बेला आएको छ। आउने पुस्ता कतातिर जाँदैछ। के मैले आवश्यकताको कुरा गर्दैछु तपाईसँग? अहिलेको आवश्यकता हो कि नै? यो मण्डलीका जवानहरूलाई एकचोटि ख्याल गर्नुहोस्, बुवाआमाहरू छोराछोरीलाई ख्याल गर्नुहोस्। एउटा पुस्ता, यो संसारको पुस्तालाई हेर्नुहोस्, अहिले पुस्ता कतातिर जाँदैछ। यदि परमेश्वरको सुसमाचार, परमेश्वरको अभिषेकको कुरा, परमेश्वरले विगतमा हाम्रो जीवनमा के काम गर्नुभयो, यदि यो पुस्तालाई हामीले त्यो कुरालाई हामीले उनीहरूमा हाल्न सकेनौँ भने यसपछि अर्को पुस्ता तयार हुन धेरै गाह्रो छ। एउटा ट्रान्जेक्सनको पिरियडमा छौँ हामीहरू। यस कारणले गर्दा नयाँ जीवन मण्डलीले देख्यो यो पुस्ताको सम्मेलन खाँचो छ। हिजोको दिनमा विश्वास गर्दा सायद भोलि तपाईँहरूले सुन्नुहुनेछ साना भाइहरूले कसरी मण्डलीलाई सम्हाले। म सेवा गर्छु, सेवाको निम्ति ज्यान दिन चाहने मानिसहरू, सेवा भनिसकेपछि परमेश्वरको काम र आराधना भनिसकेपछि न रात न दिन न भोक न तिर्खा, यस्तो समय थियो। आजको समय बदलिएको छ। आजको समय बदलिएको छ। म तपाईँलाई अनुरोध गर्छु, यदि यस्तै गइराख्यो भने हामीले आउने पुस्तालाई बचाउन सक्दैनौँ। यसकारण अब मण्डलीले आउने नानीहरूलाई बचाउन आवश्यक छ, आउने जेनेरेसन बचाउन आवश्यक छ। हालेलुया! तयार हुनुहुन्छ? तयार हुनुहुन्छ? हालेलुया! यसकारण यो पुस्ताको सम्मेलन यो 3 दिनको हो। यो 3 दिनको सम्मेलनको 3 दिनमा तपाईँले नयाँ अनुभव गरेर यहाँबाट जानुपर्छ। र तपाईँ भित्र एउटा आगो बालेर हामी यहाँबाट पठाउन चाहन्छौँ कि जब तपाईँ जुन गाउँमा जानुहुन्छ, जुन घरमा जानुहुन्छ, जुन बस्तीमा जानुहुन्छ, जुन ठाउँमा जानुहुन्छ, तपाईँले एउटा शक्तिशाली प्रभाव पार्ने व्यक्तिहरू हामी यहाँबाट बाइबलले भन्दैछ। हुन त अब संसारमा यतिखेर हामी धेरैतिर देख्यो भने युवाहरूको खाँचो त्यत्तिकै छ भन्छन् सबैले, तर हामी भन्छौँ यो संसारलाई त युवाहरूको खाँचो छ। म तपाईँलाई भन्छु यो संसारमा क्रिस्चियन युवाहरूको खाँचो छ। आमेन। क्रिस्चियन युवाहरूको ठुलो खाँचो छ। आज क्रिस्चियन युवा कस्तो हुनुपर्छ, अब आउँदै गरेको पुस्ता कस्तो हुनुपर्छ, हिजो हामी कस्तो थियौँ त्यो होइन, अबको पुस्ता कस्तो हुनुपर्छ, यो 3 दिन तपाईँले एउटा सिकेर जानुहुनेछ र तपाईँलाई फरक पुस्ताको रूपमा खडा भएर जानुहुनेछ, जसले यो गाउँ, समाज, टोल र राष्ट्रलाई एउटा प्रभाव पार्ने र शान्ति, आनन्द र खुसियाली परमेश्वरको उपस्थिति ल्याउने पुस्ता परमेश्वरले खडा
गर्नुहुनेछ। यस्तो भन्दै गर्दाखेरि अलिक जोडले हामी बोक्नु पर्ने, मेरो खाँचो रहेछ क्या हो कता कता भनेर झन् कम भयो। कतै ट्र्यापमा परे जस्तो त लागेको छैन। साथीहरूले मलाई कहाँबाट ट्र्यापमा ल्याएर यहाँ हाले, म त अब त अर्कै हुनुपर्ने भयो, यहाँ गाह्रो भयो भन्ने त भएको छैन कतैबाट। बुवाआमाहरू के आउने पुस्तालाई, तपाईँका नानीहरूलाई एउटा शक्तिशाली पुस्ताको रूपमा खडा गर्न चाहनुहुन्छ? वाउ, सुन्नुभयो बुवाआमाको आवाज पछाडिबाट कति चर्को आयो। तपाईँहरूलाई बदलिएको एउटा नयाँ पुस्ता बनेको बुवाआमाहरू चाहनुहुन्छ? जवानहरू के आफैलाई परिवर्तन गरेर एउटा प्रभावशाली युवाको रूपमा आफैलाई बनाउन चाहनुहुन्छ? दुईटा पुस्ताको आमेन र हालेलुया चलिराखेको छ। अन्तिम दिनमा यो एउटै ठाउँमा हुनेछ। आमेन। हामी एउटै भिजनमा आउनेछ। यस, हालेलुया। हाम्रो एउटै आवाज हुनेछ। हालेलुया। ढिलो नगरौँ, अगाडि बढौँ। यहोशूको पुस्तक त्यसको 1 अध्यायमा हामी जानेछौँ। Oh Jesus. Hallelujah. सबजना यहीँ रहेको म चाहन्छु। आमेन। यो यहोशू पुस्तकको सम्मेलन तपाईलाई यो जानकारी दिन चाहन्छ, यो सन्देश दिन चाहन्छ कि अहिलेको अवस्थामा, यो परिस्थितिमा, यो अहिलेको ताजा अवस्थामा कस्तो पुस्ता हामीले निर्माण गर्नुपर्छ र हामी कस्तो हुनुपर्छ, हाम्रो कर्तव्य कस्तो हो, हाम्रो काम कस्तो हुनुपर्छ, हाम्रो जिम्मेवारी कस्तो हुनुपर्छ, हामीले गर्ने सबै कुरामा हामी कस्तो हुनुपर्छ भन्ने कुरा हामी यो 3 दिनमा यहाँबाट सिक्नेछौँ। हालेलुया। 3 दिनको लागि तयार हुनुहुन्छ? पहिलो सेसनलाई हामी सुरु गर्नेछौँ। आमेन। 3 दिनसम्म हुनुहुन्छ, धेरै बुवाआमाहरू हुनुहुन्छ, विभिन्न वृद्ध वयस्कहरू हुनुहुन्छ, सबै किसिमका मानिसहरू यहाँनिर हुनुहुन्छ। 3 दिनसम्मको लागि हामी एउटा आत्मिक युद्धको लागि तयार हुनेछौँ। यहाँनिर हामी लड्नेछौँ हाम्रो आत्मिक कुरासँग। यस यस यस। 3 दिनसम्म हामी यहाँनिर हुनेछौँ। अब हाम्रो युद्ध सुरु भएको छ। आमेन। इङ्ग्लिसमा भन्छ लेट द ब्याटल बिगिन। लडाई सुरु गरौँ। आमेन। रेस्लिङ सुरु हुनेवाला छ। आमेन। अब हामी युद्धको निम्ति तयार हुँदैछौँ। 3 दिनसम्म मार्नुपर्ने सबै कुरालाई यही भवनभित्र मारेर त्यसलाई नष्ट गरेर विजय हासिल गरेर आउनुहोस् लडाई सुरु गरौँ। आमेन। लड्न तयार हुनुहुन्छ? तपाईँको मनभित्र, तपाईँको विचारभित्र, तपाईँको स्वभावभित्र, तपाईँको आनी बानीभित्र तपाईँ जुन कुरासँग तपाईँ सङ्घर्ष गर्नु छ, जुन कुरासँग लड्नु छ, परमेश्वरको राज्यमा छोड्नु पर्ने कुरा, तोड्नु पर्ने कुरा, जोड्नु पर्ने कुरा, सबै कुरा यो 3 दिनभित्र हामी गर्नेछौँ। विजय हुन चाहने मान्छेले मात्रै हालेलुया गर्नुहोस्। युद्ध जित्ने लडाकुहरूले हालेलुया। हाम्रो युद्ध शरीर र रगतको विरुद्धमा होइन, हाम्रो युद्ध कोही मानिसको विरुद्धमा होइन, तर हाम्रो युद्ध अन्धकारका शक्तिहरू र हाम्रो जीवनलाई नाश गर्ने लडाई सुरु गरौँ। हालेलुया। ल, हाम्रो राहुलले यहोशूको पुस्तक त्यसको 1 अध्याय 1 देखि 9 सम्म सरर पढ्नेछन्। हामी सबैले सुन्नेछौँ।
परम प्रभुका दास मोसाको मृत्युपछि मोसाका सहायक नूनका छोरा यहोशुलाई परम प्रभुले यसो भन्नुभयो। परम प्रभुका दास मोसाको मृत्युपछि मोसाका सहायक नूनका छोरा यहोशुलाई परम प्रभुले यसो भन्नुभयो, मेरो दास मोसा मर्यो, यसकारण उठ त यी सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मैले मोसालाई प्रतिज्ञा गरे झै तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदीदेखि हित्तीहरूको जम्मै देश पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्ने छैन। जसरी म मोसासँग रहे त्यसरी नै म तसँग रहनेछु। म तँलाई छोड्ने अनि तँलाई त्याग्ने छैन। बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैँले तिनीहरूलाई अगुवाई गर्नेछस्। बलियो र अति साहसी हो। मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र तँ जहीँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारीका साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि तँ जहाँ गए पनि परम प्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। हालेलुया। हामीले लामो खण्डलाई यहाँनिर पढेका छौँ। म यो खण्डको एक एक व्याख्या गर्न जाँदै छैन, तर म केही कुराहरू यसबाट लिनेछु र तपाईँले ध्यान दिएर सुन्नुपर्ने हुनेछ आजको दिनमा। आमेन। यस जिजस। हाम्रो लडाई यो पुस्तकको यहोशुको पुस्तक 1 अध्यायको 1 देखि 9 पढ्दै गर्दाखेरि हामीले हाम्रो लडाईको ध्वनि फुकेका छौँ। आमेन। पहिलाको दिनमा के हुन्थ्यो थाहा छ? जब लडाई सुरु हुन्थ्यो, राजाहरू र विभिन्न देशहरूको बिचमा लडाई हुन्थ्यो। जब लडाई सुरु हुन्थ्यो, लडाई हुँदै गर्दाखेरि एउटा बिगुल फुकिन्थ्यो। त्यो बिगुलको आवाज फुकिसकेपछि त्यसपछि लडाकुहरू चाहिँ अब मैदानतिर झर्थे। पल्लो डाँडामा बसेको लडाकु र उल्लो डाँडामा बसेका लडाकुहरू, अनि दुवैजना तलतिर बेसीतिर झर्थे। अब आफ्नो देशलाई बचाउनको निम्ति, लड्नको निम्ति उनीहरू बेसीमा मैदानमा झरेर जोरदारसँग तिनीहरूले त्यहाँ लडाई गर्थे। अनि त्यसपछि त्यो लड्ने विषय चाहिँ के हुन्थ्यो भन्दा अकस्मात झम्काझम्की भेट भएर हुन्थेन के। मिति तय गरिन्थ्यो, लडाईको निम्ति ठाउँ तय गरिन्थ्यो, लड्नको निम्ति पत्रहरू एकले अर्कालाई सन्देश वाहकहरू यताबाट उताबाट यता पठाउँथे र फलाना दिनमा हाम्रो लडाई हुने, जसले लड्यो, जसले कब्जा गर्यो, जसले जित्यो अनि उसले त्यो चाहिँ लग्न पाउँथ्यो। हालेलुया। आजको दिन हामीले यहोशुको पुस्तक 1 अध्यायको 1 देखि 9 पदसम्म पढेर हाम्रो लडाईको 3 दिनको लडाईको बिगल फुकिएको छ। सबैले हालेलुया। विजय हाम्रै हुनेछ। जित्ने हामीले हो। हालेलुया। याद गर्नुहोस्, हाम्रो विरोधी पनि कम छैन। भित्र आएर तपाईलाई डिस्टर्ब गर्न सक्छ, वचन सुन्नदेखि तपाईलाई टाढा गर्न सक्छ, भित्र आएर आइडिया लगाउन सक्छ, भाषामा लगेर लडाई गराउन सक्छ, खाना खाने बेलामा लडाई गराउन सक्छ, सुत्ने बेलामा लडाई गराउन सक्छ, कङ्गन ल्याउन सक्छ, निराशा ल्याउन सक्छ, दुर्बलता ल्याउन सक्छ। आज राति सुत्दै गर्दाखेरि जाडो पनि हुन सक्छ, मच्छरले टोक्न पनि सक्छ। तर परमेश्वरका जनहरू, हाम्रो युद्ध त्यो होइन। हाम्रो युद्ध हाम्रो जीवनमा रहेका सबै निराशा, दुर्बलता, पापहरू, श्रापलाई चिनेर एउटा विजयको बिगुल फुकाउने छिर्यो। आमेन। हालेलुया। तपाईलाई डिस्टर्ब हुन सक्छ, बाहिर जानुपर्ने हुन सक्छ,
व्यवस्थापन गर्न पर्ने हुन सक्छ। तपाईलाई घरिघरि टोयलेट जाउँ हुन सक्छ। तपाईलाई मोबाइल हेरौँ जस्तो हुन सक्छ। छोड्दिनुस्। तपाईलाई आउने शत्रु त्यही हो। यो भन्नुस् आज शत्रु आयो, भान्सामा समस्या भयो भने पनि शत्रु आयो। मेरो कन्सन्ट्रेट, मेरो आत्माको, मेरो सोचाइ, मेरो हृदय, मेरो भावना, मेरो सोच, मेरो विचारलाई परिवर्तन गर्ने त लड्न आउने आत्मा निस्केर जा। म दायाँ बायाँ हेर्दैन, म एउटै कुरा हेर्छु, म कसरी आत्मिक रूपमा यो लडाइँलाई जित्ने, कसरी मेरो जीवनलाई परिवर्तन गर्ने, कसरी प्रभावशाली विश्वासी बन्ने, कसरी प्रभावशाली जवान बन्ने, कसरी परमेश्वरको आराधना गर्ने, कसरी परमेश्वरको उपस्थितिमा जाने। यही कुराको हाम्रो खोजी हुनेछ। बिल्कुल फुटिसकिएको छ, विजय हाम्रै हो। आमेन। बाइबलमा जब सुरुवातदेखि हेर्छौँ, धेरै ठाउँमा हेर्दै गर्दाखेरि बाइबलमा एउटा कुरा हामीले भेटाउँछौँ। परमेश्वरले जहिले पनि मानिसहरूलाई यदि उसलाई सफल बनाउन चाहनुहुन्छ भने, परमेश्वरले आफ्नो उद्देश्य उसको जीवनबाट पुरा गर्न चाहनुहुन्छ भने, परमेश्वरले जहिले पनि निस्केर आओ भन्नुभएको छ। आमेन। के भन्नुभएको छ? निस्केर आओ। बाहिर निस्किने व्यक्ति परमेश्वरले खोज्नुहुन्छ। उहाँले सदैव विश्वासमा बाहिर आउने व्यक्तिलाई खोज्नुहुन्छ। पुरा परमेश्वरमा भरोसा राखेर बाहिर आउने व्यक्तिलाई परमेश्वरले खोज्नुहुन्छ। जब पुरानो नियममा हेर्छौँ, बाइबलका धेरै उदाहरणहरू हामी देख्छौँ। यदि कोहीलाई परमेश्वरले सफल बनाउनु भयो भनेपछि त्यो व्यक्ति जुन ठाउँमा छ, जुन बस्तीमा छ, जुन क्षेत्रमा छ, त्यो त्यहाँबाट निस्केर आउनै पर्छ। म केही तपाईहरुले जानेको नामहरूको मात्र उदाहरण दिन्छु। म गम्भीर गहिराइतामा भित्र कहिले नसुनेका नामहरू भन्दैन। नोआलाई परमेश्वरले त्यो भिडबाट निकाल्नु भयो, बाहिर ल्याउनु भयो। हालेलुया। उनी र उनको परिवार बाँच्यो। त्यसपछि हामी कहाँ जान्छौँ? अब्राहम कहाँ जान्छौँ? अब्राहमलाई भन्नुभयो विश्वासमा त त्यहाँबाट निस्केर आइजो। त्यहाँबाट पनि परमेश्वरले उसलाई बाहिर बोलाउनु भयो। उनीबाट केही महान काम परमेश्वरले गर्न चाहनुहुन्थ्यो। पछाडिबाट जय मसीह, त्यहाँबाट निकाल्न चाहनुहुन्थ्यो। जब हामी बाइबलमा हेर्छौँ, बाइबलमा धेरै 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 उदाहरणहरू छन्। म सबैको उदाहरण भन्न चाहन्न अहिले। परमेश्वरले बाइबलमा भएका ती महान हिरोहरू जसले परमेश्वरको काम गरे, जसले परमेश्वरको राज्यको निम्ति आफ्नो 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 जीवनलाई समर्पण गरे, ती मानिसहरूलाई परमेश्वरले जुन ठाउँमा छस् त्यहाँबाट त बाहिर निस्केर आइजो भन्नुभयो। र जतिजना विश्वासमा बाहिर निस्किए तिनीहरूले परमेश्वरको राज्यको लागि एउटा ऐतिहासिक काम गरे, जुन पुरानो करारमा तपाईँले भेटाउनुहुन्छ। ती धेरै ठाउँमा तपाईँको अगुवाबाट, तपाईँका पास्टरहरूबाट तपाईँले वचन घरिघरि सुनिराख्नु भएको छ। म यसलाई दोहोऱ्याउन चाहन्न किनकि मेरो विषय अगाडि धेरै छ। बाइबलमा भएका धेरै हिरोहरू, महान नायकहरू जसले परमेश्वरको राज्यको निम्ति एउटा प्रभावशाली भूमिका निभाए। हेलो जवानहरू, महान महान ती हिरोहरू जसले परमेश्वरको राज्य, उहाँको सुसमाचार र परमेश्वरको कामको निम्ति उनीहरूले महान काम गरे। ती सबै हिरोहरू मध्ये आजको दिनमा हामीले हाम्रो यहोशू हिरोको बारेमा हेर्दैछौँ। हालेलुया। यहोशूको बारेमा हेर्दैछौँ। उनी पनि एउटा महान, एउटा शक्तिशाली, प्रभावशाली एउटा नायक थिए। उनले पनि एउटा ठुलो आफ्नो जीवनकालमा परमेश्वरको ठुलो कामलाई प्रभावित रूपमा उनले एकदमै सफल रूपमा काम गरेका छन्। तिनी मिस्र देशमा, जुन दासत्वको देशमा जन्मिएका उनी, दासत्वमा तिनको सन्तान दासत्वमा हुँदै गर्दा मिस्र देशमा जन्मिएको एउटा हिरो हो। सुन्दै हुनुहुन्छ? अनि त्यो त्यही व्यक्ति हो जसले मिस्र देशबाट, यहोशू भन्ने व्यक्ति तिनै हुन् जसले मिस्र देशबाट इस्राएलीहरूलाई मोसाले अगुवाई गरेर लगे। त्यो अगुवाई गर्दै गर्दा मिस्र देशबाट नै, त्यो दासत्वको देशबाट परमेश्वरले जब इस्राएलीहरूलाई निकाल्नु भयो, उनी सानै उमेरमा त्यही भिडसँगै उनी पनि बाहिर निस्केर आएका थिए।
भिडसँग बाहिर निस्केर आइसकेपछि उनले बाटोमा के काम परमेश्वरले इस्राएलीहरूको निम्ति गर्नुभयो भन्ने कुरा स्पष्टसँग देखेका थिए। कसले? कसले? यहोशूले। जब यो शक्तिशाली काम बाटोमा आउँदै गर्दाखेरि यहोशूले देखे र जब हामी अलि अगाडि गइसकेपछि हेर्छौँ मोसाले अगुवाई गरेको त्यो टोली सबैजना त्यही मरुभूमिमै अस्थाए र परमेश्वरले जहाँ लग्न चाहनुहुन्थ्यो तिनीहरू त्यहाँ नगएको पनि तिनैले देखे। जवानहरू ध्यान दिएर सुन्नुहोस्। जुन परमेश्वरले मोसालाई दिएको जिम्मेवारी, जुन सेवकाई थियो कि इस्राएलीहरूलाई मिस्र देशबाट निकालेर कनान देशमा लैजानको निम्ति एउटा सुन्दर देश जहाँ दूध मह बग्ने देश भन्छ, जहाँ आशिषित देश छ, जहाँ चाहिँ कुनै कुराको खाँचो छैन, प्रशस्तताको देशमा परमेश्वरले त्यो पुस्तालाई लग्न चाहनुहुन्थ्यो। तर तिनीहरू बिचमै सबैजना मरे। यति मात्रै नभएर मोसा जसले त्यो अगुवाई गरेको थिए तिनी पनि त्यही मरे। तर त्यही टिम मध्येको एउटा व्यक्ति थिए यहोशू, जो चाहिँ उनी मरेनन्। उनी चाहिँ त्यो भिडलाई लिएर पारिपट्टि गए, जो आनन्दको देशमा प्रवेश गरे। सुन्नुहोस् है, मोसाले पाएको सेवकाई उनले पुरा गर्न सकेनन् र यो सेवकाई ठुलो थियो, यो सानो सेवकाई थिएन। परमेश्वरले छानिएको एकमात्र जाति इस्राएल जातिको अगुवाई गर्ने यो सानो सेवकाई थिएन। यो शक्तिशाली विरासतको जिम्मेवारी यहोशूको हातमा आयो, यहोशूको काँधमा आयो र यो शक्तिशाली विरासतको अगुवाई पछि यहोशूले गरे। यसबाट हामीले के सिक्न सक्छौँ? यसको अगुवाई मोसाले गरेका छन्, यहोशूले गरेका छन्। हालेलुया, हालेलुया। आज म तपाईलाई भन्न चाहन्छु, यहोशूको कथालाई जब हामी पढ्छौँ, यहोशूको पुस्ताले एउटा शक्तिशाली कुरा त्यो यात्राको क्रममा देख्यो, ठुलो परिवर्तन त्यो यात्राको क्रममा देख्यो। परमेश्वरले गरेका शक्तिशाली कामहरूलाई त्यो यहोशूको पुस्ताले देख्यो र उनीहरू त्यहाँबाट कसरी आए भन्ने कुरा यहोशूको पुस्ताले देख्यो। आज त्यो कुरा हामीले हाम्रो जीवनमा लगानी गर्न जाँदैछौँ। आमेन, आमेन, आमेन। परमेश्वरले एउटा समय दिनुभएको थियो यहोशूलाई कि उनले त्यो जीवनमा त्यो शक्तिशाली कुरालाई देख्ने मौका पाए। यहोशूले परमेश्वरको एउटा समयलाई देख्ने मौका पाए कि परमेश्वरको त्यो सामर्थ्य काम। पुस्ताहरू यही हुनुहुन्छ? आमेन। झुल्नेहरूले हालेलुया। वाह, झुल्नेहरूले हालेलुया गर्नुभयो। एक दुईजना अगुवाले नि गर्नुभयो है, थाकेर हो कि त? यता हेर्नुहोस् है, अगाडि हेर्नुहोस्, अल्छी नमान्नुहोस्, मतिर हेर्नुहोस्, मैलाई हेर्नुहोस्। अब के भन्नु? यहोशूले यस्तो समय पाए, इस्राएलीलाई लिएर जाँदै गर्दा समुद्र दुई भाग भएको देख्ने मौका पाए। सामान्य कुरा तपाईँले सुनेकै कुरा म गर्दैछु, यो तपाईँको फाउन्डेसन बनाउनलाई मात्रै हो। म यति गर्न पर्थेन। कतिजना जवानहरू नबुझ्लान् भनेर म अझै गहिराइमा गएको छु। ए जवान घोप्टी नपर न, यता हेर, सुन्नुहोस्। समुद्र दुई भाग भएको देखे। कसले? हालेलुया। यहोशूको पुस्ताले। हालेलुया। तपाईँ पनि के त्यो शक्तिशाली काम देख्न चाहनुहुन्छ? त्यहाँ आँखा नझुलाउनुहोस्। यहोशूको पुस्ताले आकाशको त्यो स्वर्गीय खाना मनमा बर्सिएको देख्न पाए। वाओ, हालेलुया।
त्यो अवसर पाएको भए आज हामीलाई कति मजा हुन्थ्यो होला होइन र? स्वर्गबाट फररररररर खाना झर्ने। अरे बाइबलमा लेखिएको छ साँचो कुरा हो होइन भने तपाईँहरूको अगुवाहरू यहीँ बस्नु पछाडि बोलाएर सोधिहाल्नुहोस्। सुन्नुहोस्, ठुलो समुद्र बिचबाट फाटेर दुई भाग भएर मान्छेहरू ठुलो बाटो हिँड्दै गरेको त्यो योसु पुस्ताले देख्यो। हामीले त्यस्तै देख्न पाए कति राम्रो हुन्थ्यो होला होइन र? स्वर्गबाट झरेको खाना खान पाए कति राम्रो हुन्थ्यो। बट्टाई कतिले खानु भएको छ? बट्टाई चरा, बट्टाई कति मिठो हुन्छ है। मलाई कोभिड लागेको बेला कोहीले ल्याइदिनु भएको थियो, मैले खाँदै साह्रै मिठो हुँदो थियो। त्यो बट्टाई खायो, हरररररर बट्टाई त उडेर तिनीहरूको भित्र पालभित्र पो आउँछ नि त। च्याप च्याप छोप्दै मार्दै बोल्दै खाँदै आहा छोप्न दुगुर्ने होइन, पालभित्र आफै आउँथ्यो। त्यो इजरायलीहरूले त्यही योसु पुस्ताले देख्न पाए। जब इजरायललाई तिर्खा लाग्यो, मोसाले लट्ठी समाएर ट्याङ्ग पहाडमा हाल्दा पहाड चट्टानबाट छरररररर पानी आयो। अहिले मैले भित्तामा हान्दै गरेर त्यहाँबाट पानी आइदिए कस्तो हुन्थ्यो होला है? होइन पछाडिबाट तयार हुनुहोस्। हालेलुया। एउटा एक्साइटमेन्ट लिनुहोस् न मैले बोल्दै गर्दा। के हो? हालेलुया। परमेश्वरले यो ओसलाई यो गजबको मौका देख्ने मौका दिनुभयो। देखाउनेहरू बितेर गए तर तिनीहरू कहाँ जाँदै थिए? त्यो भन्दा अझै राम्रो देशमा जाँदै थिए जसले यी सबै कुरा देखे अनि उनी त्यो देशमा प्रवेश गर्न पाए। गम्भीरसँग बुझ्नुभयो भने बल्ल आमेन आउँछ। पास्टरहरूले बुझ्नुभयो आमेन भन्नुभयो, तपाईँहरूले भन्नुभयो। हालेलुया। परमेश्वरले योसुलाई एउटा यस्तो समय दिनुभयो कि उनले जीवनमा गजबको काम देख्ने मौका पाए कि परमेश्वर को हुनुहुन्छ, साँच्चै परमेश्वर भन्ने परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा योसुले आफ्नो जीवनकालमा देख्ने मौका पाए। हालेलुया। यो देख्नको निम्ति यहोशू चाहिँ जहिले पनि आफ्नो अगुवा मोसा सँगसँगै हिँडिरहे अनि त्यो निहालेर उनले हेरिरहे। हालेलुया। देख्न त अरूले पनि देखे, तर यहोशूले अलि फरक तरिकाले देखे। वचन त अहिले सबैले सुन्दै हुनुहुन्छ तर यसमा कतिले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्न भने जस्तै। देख्न त यहोशूले पनि देखे र अरूले पनि देखे तर यहोशूले त्यसलाई निहाले। तिनी अचम्मित भए। वाह, हालेलुया। त्यसपछि एउटा गजबको अवसर उनले आफ्नो जीवनमा पाए। म तपाईलाई उत्साह दिन चाहन्छु के यहोशूको पुस्ताले जस्तै आज तपाईले पनि परमेश्वरको त्यो कामलाई, परमेश्वर आज पनि जीवित हुनुहुन्छ भन्ने कुरा कतिजना शङ्का लाग्छ। यहाँ कतिजना जवानहरू भाइहरू हुनुहुन्छ, के साँच्चै परमेश्वर हुनुहुन्छ होला र? के साँच्चै परमेश्वर त्यो काम गर्नु भएको होला र? दुई भाग नदी परमेश्वरले फटाउनु भयो भन्दै गर्दा कतिजनालाई विश्वास लाग्छ? वास्तवमा मनदेखि भन्नु, कर लगाएर होइन, बाइबलले भनेको छ भनेर नै आफ्नो मनले के बाइबलले त भनेको छ हुन्छ नि विश्वास गर्नै पर्यो, क्रिस्चियन भइसकेपछि होइन र? तर वास्तवमै के त्यो समुद्र दुई भाग, हेलो समुद्र दुई भाग, बाइबललाई छोडिदिनुहोस्, तपाईँ सुनेको भरमा मात्रै विश्वास गर्न कतिजनाले सक्नुहुन्छ समुद्र दुई भाग भयो होला भनेर? आमेन। सबैले उठाएर हो यस गाह्रो छ के त पत्याउनुहुन्छ। कर्णाली जाने बेला राजापुरको टोलीले त्यो नदी फाटेर सरर हिँड्न पाएको भए कस्तो हुन्थ्यो होला? कति गाह्रो छ यो कुरालाई विश्वास गर्न। आज यही कुराको विश्वास तपाईभित्र हामी हाल्न चाहन्छौँ। यो पुस्ताले त्यो विश्वास गर्नुपर्छ, देख्नु पनि पर्छ। त्यो एउटा समय थियो यहोशूको लागि परमेश्वरले दिनुभयो कि उनको लागि त्यो समुद्र दुई भाग भएकोले देख्ने अवसर पाए। त्यो एउटा उनको लागि महत्त्वपूर्ण र ब्युटिफुल समय थियो। हालेलुया। जवानहरूलाई यीशु ख्रीष्टको बारेमा भन्दै गर्दा, यीशुले चङ्गाई गर्नुहुन्छ भन्दै गर्दा, यीशुले छुटकारा दिनुहुन्छ भन्दै गर्दा, तिमीहरूलाई परमेश्वरले बाटो खोल्नुहुन्छ भन्दा, तपाईँहरू हिजोको दिनमा प्रभुले हामीलाई यहाँबाट यहाँ ल्याउनु भएको भन्दै गर्दा आज धेरैजनाले विश्वास गर्दैनन् कि
परमेश्वरले यही कुरा तपाईँलाई देखाउन चाहनुहुन्छ कि परमेश्वर आज पनि जीवित हुनुहुन्छ, परमेश्वर आज पनि बोल्नुहुन्छ, परमेश्वर आज पनि सुन्नुहुन्छ, परमेश्वर आज पनि हेर्नुहुन्छ, परमेश्वर आज पनि देख्नुहुन्छ, परमेश्वर आज पनि बोल्नुहुन्छ। जवानहरू तयार हुनुहोस्। यहोशूको पुस्ताले यहोशूले अनुभव गर्न पाउने, हामीले नपाउने। पाउनुपर्छ। हालेलुया। हामीले पनि त्यो देख्नुपर्छ परमेश्वरले गरेको काम। येशू ख्रीष्टले अन्धालाई आँखा देखाउनु भयो, येशूले बहिरालाई सुन्ने बनाउनु भयो, येशूले ढुङ्गालाई बोल्ने बनाउनु भयो, येशूले मरेको लाजरलाई 4 दिनमा जीवित पार्नु भयो भने हामीले सुनेका मात्रै छौँ। अब यो पुस्ताले त्यो देख्नुपर्छ। यही कुरा तपाईँको बिचमा हाल्न चाहेको। हालेलुया। यो पुस्ताले त्यो कुरा देख्नुपर्छ कि परमेश्वरले अहिले आज र यही समयमा पनि हामीलाई यो मौका दिनुहुन्छ। आमेन। परमेश्वरलाई त्यो टेस्ट गर्ने मौका, परमेश्वरलाई त्यो चाख्ने मौका परमेश्वरले तपाईँलाई दिन चाहनुहुन्छ। यसको लागि तपाईँ र म तयार हुनुपर्छ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले गरेको उद्धारलाई हामीले सुन्दै गर्दा अहिलेको पुस्ताले विश्वास गर्दैन। गलत हो यो। मरे मान्छे कहीँ जीवित हुन्छ, अन्धाहरूले कहीँ आँखा देख्छ। मान्छेले यस्तो भन्छ। यहोशूले त्यतिखेर देखे समुद्रहरू 2 भाग भएको, पहाडहरूबाट पानी आएको। रिया बा हालेलुया। परमेश्वरले तपाईँ र मलाई पनि त्यो मौका र अवसर दिन चाहनुहुन्छ। हालेलुया। परमेश्वरले हामीलाई दिने समय सुन्दर छ। आमेन। यहोशूको लागि सुन्दर समय थियो। वाओ, तिनले कति आश्चर्य र शक्तिशाली काम गरेर देख्ने मौका पाए। परमेश्वरका जनहरू, आजको समयमा परमेश्वरले के गर्दै हुनुहुन्छ तपाईँ र मेरो बिचमा, तपाईँ र मेरो मण्डलीबाट के गर्दै हुनुहुन्छ, तपाईँ र मेरो परिवारबाट परमेश्वरले के गर्दै हुनुहुन्छ, यो कुरालाई हामीले देख्नुपर्छ। यो परमेश्वरले दिएको सुन्दर समय हो। अब फेरि अर्को पटक यो समय तपाईँले पाउनुहुन्न। यो समयमा परमेश्वरले गर्ने काम तपाईँले देख्नुपर्छ र तपाईँको मनभित्रको त्यो परमेश्वरप्रतिको शङ्कालाई निकालेर फाल्नुपर्छ र तपाईँ परमेश्वरको त्यो आश्चर्य कामको बयान गर्न सक्ने हुनुपर्छ। आमेन। यस। हालेलुया। तयार हुनुहोस्। आमेन। 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 जब परमेश्वरको समय हाम्रो जीवनमा आउँछ, त्यो जीवनको सबैभन्दा ठुलो अर्थ त्यही नै हो। जीवन के हो भनेर तपाईँलाई शङ्का लाग्छ भने परमेश्वरले दिएको समयलाई प्रयोग गर्नुहोस् त, त्यही बेला तपाईँले देख्नुहुनेछ जीवन के हो। यसको सबै अर्थ परमेश्वरमा भेटाइन्छ। हालेलुया। 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 तपाईँलाई भन्न चाहन्छु, यहोशू पुस्ताले यहोशूको बेलामा, यहोशूको अगुवाईपनमा कसरी यहोशूले आफ्नो समयमा उनले परमेश्वरले गरेका कामलाई प्रभावशाली बनाए, कसरी उनले परमेश्वरका उद्देश्यहरू पुरा गरे, कसरी परमेश्वरले गरेका आश्चर्य कामहरू उनको जीवनबाट भए, आफ्ना अगुवाहरूसँग भएको काम उनको जीवनमा कसरी भयो, उनका बुवा हजुरबुवाहरूको जीवनमा परमेश्वरले गरेको प्रतिज्ञा उनको जीवनमा पनि कसरी काम भयो, परमेश्वरले त्यो देखाउन चाहनुहुन्छ। हालेलुया। उनले गरेको कुरा हामी देख्दछौँ र अघिल्लो पुस्तासँग परमेश्वरले के कसरी काम गर्नुभयो भन्ने कुरा कसरी महत्त्वपूर्णका साथ उनले हेरेका थिए। जब उत्पत्तिको पुस्तकमा हेर्छौँ, परमेश्वरले एउटा काम गर्नुभयो, मानिसहरूलाई छान्नुभयो। के गर्नुभयो? छान्नुभयो। मानिसहरूलाई छान्नुभयो। उत्पत्तिको पुस्तक सबै पढ्नुभयो भने परमेश्वरले मानिसहरूलाई विभिन्न कामको निम्ति छान्नु भएको छ। अगुवाहरू घरमा गएर मण्डलीमा गएर सिकाउनु होला। यहोशूको पुस्तकमा उत्पत्तिको पुस्तकमा परमेश्वरले मानिसहरूलाई छान्नुभयो। परमेश्वरले आफ्नो उद्देश्य पुरा गर्नलाई विभिन्न मानिसहरूलाई बोलाउनु भयो, विभिन्न तरिकाले उहाँलाई छान्नुभयो, बोलाउनु भयो। हेर्नुहोस्, अब्राहमलाई हेर्नुहोस्, त्यहाँदेखि तपाईँ नोआलाई हेर्नुहोस्, त्यसपछि अगाडि जाने योसेफलाई हेर्नुहोस्। परमेश्वरले आफ्नो महिमाको लागि कसरी मानिसहरूलाई छान्नुभयो, त्यो एउटा उत्पत्तिमा छान्ने समय थियो। जब तपाईँ प्रस्थानको पुस्तकमा जानुहुन्छ, प्रस्थानको पुस्तकमा परमेश्वरले छुटकारा दिनुभयो। हालेलुया। परमेश्वरले आफ्नो उद्देश्यको लागि मानिसलाई विभिन्न परिस्थितिबाट, त्यो दासत्वबाट निकालेर प्रस्थानको पुस्तकमा बाहिर निकालेको कुरा हामी हेर्छौँ। जब लेवीको पुस्तकमा हेर्छौँ, लेवीको पुस्तकमा परमेश्वरले आफ्ना मानिसहरूलाई अगुवाई गर्नको निम्ति अगुवाहरू निर्माण गर्नुभयो, उहाँले बोलाउनु भयो। अब हेर्नुहोस् है यहोशूमा के हुन्छ। हालेलुया।
जब गन्तीको पुस्तकमा जान्छौँ, गन्तीको पुस्तकमा परमेश्वरले आफ्ना मानिसहरूसँग बोल्नुभयो, उहाँले बातचित गरेको कुरा विभिन्न तरिकाले गन्तीको पुस्तकमा परमेश्वर आफ्ना मानिसहरूसँग बोल्नु भएको छ। परमेश्वरका जनहरू जब व्यवस्थाको पुस्तकमा जानुहुन्छ, त्यसपछि व्यवस्थामा परमेश्वरले आफ्ना मानिसहरूलाई आज्ञा दिनुभयो, आज्ञाहरू दिनुभयो। परमेश्वरले धेरै आज्ञाहरू मानिसहरूलाई व्यवस्थाको पुस्तकमा दिनुभएको छ। हामी त्यहाँ आज्ञाहरू भेटाउँछौँ। तपाईँलाई थाहा छ यहोशूको पुस्तकमा के भयो? यही पुस्तालाई यो परमेश्वरले अगुवाई गरेको उत्पत्तिदेखि अहिलेसम्म यहोशूको पुस्तकमा परमेश्वरलाई पछ्याउनेहरूद्वारा विजय अर्थात् अधिकार गर्नु भयो। यहोशूको पुस्तामा जब आयो उहाँले अधिकार गर्नुभयो। हालेलुया। परमेश्वरले एउटा लामो विगतबाट एउटा क्रिस्चियन इतिहासलाई यहाँसम्म ल्याउनु भएको छ। मसँग सुन्नुहोस्, अगाडि अब म गम्भीर कुरा गर्दैछु, पछाडिबाट धेरै गफ भइरहेको छ। सुन्नुहोस् यता के भयो थाहा छ? लामो समय मैले अघि यहोशूको पुस्ताको कुरा गरेँ, हाम्रो पुस्ताको कुरा गर्दैछु। सुन्नुहोस्, लामो समयमा परमेश्वरले विभिन्न चरणहरूबाट हाम्रो मण्डलीहरूलाई यहाँसम्म ल्याउनु भएको छ। आज धेरै मानिसहरूसँग परमेश्वर फरक फरक तरिकाबाट बोल्दै 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 आज हामी कहाँ हाम्रो पालासम्म यो सुसमाचार आइसकेको छ। यो परमेश्वरको काम हाम्रो जीवनमा आएको छ। अब परमेश्वरले हाम्रो निम्ति सबै व्यवस्थापन गरिसक्नु